आमा पाया छ हात बुढा आमा। हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज फेरि पनि म आइसकेको छु एउटा नयाँ भिडियो लिएर। आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र म चाहिँ आज धेरै दिनपछि भिडियो बनाउँदै छु। त्यस्तै कामकाज चाहिँ बच्चाहरुमा बिजी भएर के भनौं, भिडियो बनाउने त्यस्तो टाइमै नभएर भिडियो चाहिँ मैले बनाउन सकेन। त्यही भएर आज चाहिँ म चाहिँ साँझबाट बनाउँदै छु भिडियो। र तपाईहरुलाई लागिरा होला म कतै जाँदै छु र म चाहिँ घरमा छैन नि त, अहिले हरियाली देख्दै हुनुहुन्छ होला। र म चाहिँ जाँदै छु आज फुपूको घर र हामी सबै जाँदै छौं। अहिले 5 बजेको छ टाइम चाहिँ, किनकि फुपूको घरमा चाहिँ भाइको चाहिँ व्रती बन्द छ भोलि र आज चाहिँ सत्यनारायणको कथा भयो। यहाँ चाहिँ फुपू घर नजिकै हुनाले हामी चाहिँ अहिले जाँदैछु। म चाहिँ बिहानै खानासाना बिहान मतलब मेरो मतलब कि मैले चाहिँ अहिले खाना बनाएर मम्मी बुवाको लागि पकाएर र हामी जाँदैछौँ। साधन पनि नभएर के गर्नु, यस्तै हो। घरदेखि हिँड्दै सुडा पुग्दैछौँ र त्यहाँदेखि जान्छौँ हामी अटोमा। र हामी छौँ हिँड्दै थाकिसके। बाबु पनि जाँदैछ र त्यहाँदेखि चाहिँ सुडादेखि चाहिँ हामी अटोमा जान्छौँ। फुपूले चाहिँ हिजै आउनु भन्नुभएको थियो, तर हिजो चाहिँ त्यस्तै अब बाबुलाई मात्रै त्यस्तो सन्चो छैन, त्यही भएर आज जाँदैछौँ हामी। एउटा यही त हुन्छ, सजिलो हुन्छ कि नजिक भएपछि कामसाम गरेर फटाफट जाऊ। तर आज चाहिँ मौसमले साथ दिइरहेको छैन, हल्का हावाहुरी आउला जस्तो मौसम छ, बादल छ। त्यही भएर फटाफट जाँदैछौँ हामी हिँड्दै। र पुगुन्जेलसम्म हावाहुरी नआए त हुन्थ्यो, के हुने थाहा छैन। बाबु पनि जाँदैछ घुम्न। पेट दुख्दैछ नजाऊ भनेको मान्ने त भएन, नजाऊ। र मेरो फुपू चाहिँ एउटै फुपू हुन् नि त, मतलब। र मेरो फुपूको घर चाहिँ यही नजिकै हो, सिसैया नयाँ गाउँ भन्ने ठाउँ। र आज चाहिँ खासमा फुपूको भतिजाको चाहिँ व्रती बन्द छ र त्यही भएर हामी जाँदैछौँ। म चाहिँ पुगिसकेको छु फुपूको घरमा। फुपूको घर जहाँ गयो भने ड्युटी चाहिँ लागिहाल्छ। बहिनी भयो भए बहिनी हेर्ने थिएँ र अब चाहिँ मेरै छ ड्युटी छोराहरू हेर्नु। बाबुको चकचक कहाँ चढ्यो होला, बाबुले लोटे भने हेर के रे आन्छ उजु लोटे भने कति चकचक जाने हो कि यति एउटा जाने घुम्ने ल, घुमी जाने आऊ घुमी जाने आऊ। र यो चाहिँ फुपूको घर हो र जो व्रती बन्द हुनेवाला मतलब अर्को फुपू हुन् नि त, ठुलो फुपू जेठावाला। हाम्रो फुपूको जेठाले उनको घर चाहिँ पलतिर छ, यो घरको उतापट्टि। अहिले चाहिँ म त्यहाँ गएर एकछिन बसेर अनि त्यहाँबाट सिधा यहाँ आएँ। चाहिँ एकछिनमा जान्छु, बजेहरू बाहिर बसेका छन् सबै। देखिँदैन। यो चाहिँ हो फुपू, यही हो व्रती बन्द हुने चाहिँ घर। यहाँ छन् मान्छे, यहाँ छन् हाम्रो बजी पनि आउनु भएको छ। हजुर दियो यता लागेको छ टेन्ट। खाना बनिसक्यो हो, बनिसक्यो। र यहाँ चाहिँ खानासाना सब बनिसकेको छ। अब हुँदैछ कथा चाहिँ, सत्यनारायणको कथा चाहिँ भइरहेछ त्यता उता घरमा। यहाँ चाहिँ आमासँग बाबु चाहिँ
आरामले खेल्दैछ। आमा पाएछ हात बुढो आमा किरियान्स आमा खोइ बाबु किरियान्स आमा खोइ खोइ आमा आमा हुन् मैले पनि पाएको छु बोजी आज भित्र चाहिँ पूजा हुँदैछ दिदी बाहिर बाहिर बसेछ यो चाहिँ फुपूको घर यतापट्टि उता चाहिँ अर्को फुपूको घर छ उता यो घरको चाहिँ पल्लो साइडतिर म यहाँ कति साल बस्छु म त बस्छु र यहाँ चाहिँ अब आरती आउँदैछ यहाँ चाहिँ मेरो फुपूको नातिनी आज नातिनी पाइहाल्छ नि फुपूले यो मेरो भाइ चाहिँ अब आरती आरती लागि यो भिडियो यस्तो गर्नु आरती पट्टु बोलाउनु चाहिँ आजकल पट्टु छैन ए त्यो पट्टु भडा छैन मर्यो खाड्यो कि मर्यो गुड मर्निङ साथीहरू हाम्रो चाहिँ गुड मर्निङ बल्ल भइरहेको छ टाइम चाहिँ 8 बजिसक्यो र आज चाहिँ भाइको बर्थी भन्दा हिजो चाहिँ कथा थियो र हामी चाहिँ धेरै ढिला त नै कति बजी सुत्यौँ 11:30 सायद 12 बजी थियो बाबालाई सुताउँदाखेरि र म चाहिँ भर्खर उठेर हातमुख धोएर र म चाहिँ हिजो बसेको नास्ता थियो त्यो पनि खाएर बसेको छु अहिले बाबुहरू पनि उठिसके र सबै उठिसके फुपू नास्ता बनाउँदै हुनुहुन्छ रोटी अरू बजीहरू कोही बाहिर छन् कोही उता छन् बाबु के गर्दैछौ किरियान्स पाउडर खेल्दैछ शिशिर यहाँ हेर ए भाइ चाहिँ भर्खर उठ्याछ काव्यान्सको शिशिरको गुड मर्निङ अहिले भएछ यता हाम्रो फुपू बनाउँदै हुनुहुन्छ रोटी नास्ता बनाउँदै हुनुहुन्छ फुपू र बाहिर चाहिँ बसेका छन् बजीहरू कुराकानी गर्दैछन् काव्यान्स के गर्दैछौ ए बिस्तारा पुरा यस्तै छ र यहाँ चाहिँ हामी यहाँ सुतेको थियो हिजो सबै हामी यहाँ चाहिँ बजे 2टा बजे फुपू म 2टै काव्यान्स र क्रियान्स 2टै बाबु सबै यहाँ सुतेको थियो हजुर के गर्दैछौ र कपाल मतलब बत्ती बन्दको सायद कति बजी अरे अहिले चाहिँ 8 बज्यो 8:30 9 10 बजीतिर छ सायद कपाल काट्ने र अहिले चाहिँ सबैलाई नास्ता गराउँदै हुनुहुन्छ नास्ता बनाएर नास्ता खाँदैछन् यो चाहिँ पुरै फुपूको खेत हो यता चाहिँ यो अठन्नीको रुख र चाहिँ दाना लागेको छन् अठन्नीको रुख हो यसमा चाहिँ दाना लागेको छन् फुपू चाहिँ आजभोलि आउनुभयो हो दिल्लीबाट र हाम्रो फुपाजी चाहिँ दिल्ली बस्नुहुन्छ र घरमा चाहिँ बजी र एउटा भाइ छ त्यही भएर घर पुरै यस्तो भएको छ के भन्नु पहिला चाहिँ यो फुपूको भान्सा थियो अचेल चाहिँ यस्तो भइसकेको छ
बाजेलाई ढोक गर्दैन म चाहिँ रेडी भइसकेको छु उता चाहिँ कपाल काट्दैछन् र ड्याडी आएर कपाल चाहिँ मामाले काट्छ नि त त्यही भएर ड्याडी चाहिँ कपाल काट्दै हुनुहुन्छ मामा भयो नि त ड्याडी र उता काम चल्दैछ म चाहिँ दिदी एउटा दिदीको साडी लगाइदिँदैछु साडी पनि नपाएर यहाँ दौड्नु छ र भाइको चाहिँ कपाल सपाल पनि काटिसक्यो टक्ला भइसक्यो भाइ र अब चाहिँ म बाबुलाई एकछिन नुनु गराउँछु सुताउँछु बाबुलाई सुत्छ कि र अनि म जान्छु उता अहिले चाहिँ म यता आएको छु उता चाहिँ भाइ चाहिँ नुहाउँदैछ आजको मौसम चाहिँ बादल लागेको छ मौसम चाहिँ शीतल छ मौसम भित्र चाहिँ हुँदैछ काम कुकुरको कुकुर फिर्ताले टाइम चाहिँ 12 बजिसकेको छ र बत्तीबन्दी चाहिँ सिद्धिसक्यो अब चाहिँ टिका लगाउने काम चाहिँ मात्र बाँकी छ र त्यो चाहिँ सायद तयारी गर्दैछ र म चाहिँ बाबु चाहिँ अहिले सुतिसक्यो नि त त्यही भएर बाबुको लागि जौलो बनाउँदैछु अनि बिहान चाहिँ मैले बाबुलाई दुध खिलाएको थिएँ अब चाहिँ जौलो बनाउँछु अनि बाबुलाई जौलो खिलाउँछु र म चाहिँ यहाँ फुपूकोमा छु उता बत्तीमा जहाँ अनि अरू ठुलो फुपू जेठी फुपूको घर चाहिँ उतापट्टि छ नि त र म चाहिँ यता आएर बनाउँदैछु जौलो र ड्याडी र भाइ चाहिँ त्यहाँ बहिनीको डकुमेन्ट बनाउनु छ त्यही भएर बजार कलेज जानुभएको छ ड्याडी आज चाहिँ मौसम चाहिँ हल्का घाम लागे पनि हल्का बादल पनि छ घाम पनि छ त्यही भएर चिसो हावा चलिरहेछ त्यति धेरै गर्मी पनि छैन र चिसो पनि छैन ठिक्क छ शीतल नै छ हावा पनि शीतल चलिरहेको छ र यहाँ चाहिँ धेरै चहल पहल मतलब त्यस्तो डिजेको त्यस्तो साउन्ड ठुलो त्यस्तो केही पनि छैन किनकि यो फुपूको घरको पल्लो घर 1-2 घर छोडेर चाहिँ त्यहाँ चाहिँ मान्छे बित्नु भएको छ अरे त्यही भएर ठिक हुँदैन नि त त्यस्तो हिजो अस्ति नै 1-2 दिन भयो अरे त्यही भएर यस्तो गाना खाना मतलब त्यस्तो के गरेको छैन अब गरे पनि
उता जो ठुलो फुपू छ नि उनको घरको उतापट्टि हो र त्यही भएर उता चाहिँ केही पनि बजाएको छैन त्यस्तो। त्यही भएर हिजो चाहिँ एकैछिन बजाएँ, त्यति बजाएन, त्यही पनि फुपूको यतापट्टि चाहिँ बजाएँ किनकि त्यहाँ घरले छिकिन्छ भनेर हल्का आवाज कम गरेर त्यही हल्का फुल्का एकैछिन डान्स गरेँ। आज चाहिँ के गर्छ थाहा छैन, त्यही भएर त्यस्तो केही छैन र मान्छे पनि त्यति के होइन, हल्का घरकै मान्छे झन् हल्का फुल्का। खाना पनि बनिसकेको छ, अब एकछिनमा चाउलो बनाउँछु अनि टिका सिका लगाउँछु अनि खाना खान्छौँ हामी। र म चाहिँ हेर्छु एकछिन चाउलो कस्तो भयो। अब हामी जाँदैछौँ टिका लगाउन। दुगो लगेर साथीहरू म चाहिँ फुपूको घरबाट बर्तीबन्दीबाट चाहिँ आइसकेको छु आफ्नो घर। म चाहिँ त्यहाँदेखि अघि नै आएर मैले चाहिँ हल्का बोटहरू लिएर आएको थिएँ, सब्जी के ल्याएँ त्यो चाहिँ म अर्को भिडियोमा बताउने छु, देखाउने छु तपाईँहरूलाई। र मैले चाहिँ गमलामा माटो भरिसकेको छु, जो खाली गमला थियो तिनीहरूमा माटो भरेर मैले केही न केही रोपेको छु त्यस्तै पनि, र त्यो चाहिँ म पछि देखाउँला। आज चाहिँ मैले त्यहाँदेखि आएर अनि त्यो रोपेर अनि मैले खानासाना बनाएर अहिले चाहिँ मैले मम्मीहरू सबैलाई खाना दिइसकेको छु। बाबुहरू चाहिँ सुतिसकेँ र अब चाहिँ म खाना खाँदैछु भाइ र म। र आज चाहिँ मैले आलु गोबी अनि कद्दु थियो त्यसको सब्जी बनाएँ अनि रोटी अनि छाँच छ, त्यही भएर त्यही छाँच खाँदैछु र अब चाहिँ म खाना खान्छु। आजको भिडियो चाहिँ यति नै, र मैले चाहिँ त्यही कथाको र बर्तीबन्द दुइटैको चाहिँ भिडियो बनाएको थिएँ हल्का फुल्का, त्यति चाहिँ भएन, त्यस्तै भयो। बाबुसँग मैले जति सकेँ त्यति बनाएको छु र आशा छ तपाईँहरू मेरो भिडियोलाई मन पराउनुहुनेछ र मेरो भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आजको लागि यति नै, बाइ बाइ।